नमस्कार दर्शकबिन, आज मेरो च्यानलमा फेरि स्वागत छ। मेरो श्यामलाल प्रधानको फेसबुक पेजमा स्वागत छ अनि भरोसा एग्रो ब्लगको युट्युब च्यानल छ त्यसमा पनि स्वागत छ। आज 2026को दिन, आज सन्डे परेको छ। यहाँ अलिकति केही ड्र्यागन फ्रुट पाकेछ, म हार्भेस्टिङ गर्न जाँदैछु। तपाईँले हेर्नुहोस् कति साइजको छ। यसपालि फर्स्ट टाइम चाहिँ यो अगौटे हो, अहिले मात्रै उसको फुल्ने सिजन भइसकेको छ। अब चाहिँ म अगौटी भएर 1-2वटा 15-20वटा पाकिरहेको रहेछ, म टिप्नु जाँदैछु। यो बलसँग एउटा हातले अर्डर आइसकेको छ। 3-4 केजीको अर्डर भइसकेको छ, त्यसैले आज टिप्दैछु। यो पनि छ, यता पनि छ अनि तल्लोपट्टि बारीमा पनि छ। 3 केजीको अर्डर छ, माथि गेलेपु भुटानबाट अर्डर आएको छ। लगिहाल्ने अरे, फर्स्ट फलेको लाने भनेर, फर्स्ट फलेको लाने अरे। उतापट्टि जाउँ, यहाँबाट घाम नलागेर रातो हुनु पाएको छैन। घाम लागेको भए एकदम रातो आउँथ्यो हो कलर, घाम लाग्नु पाएको छैन। पानीले गर्दा रातो कलर आएन। लु अब उतापट्टि जाउँ, 1-2वटा छ टिप्नु पर्ने, टिपिहाल्नु। यो चाहिँ एकदम वेस्ट बेङ्गल कोलकाताबाट ल्याएको भेराइटी हो। अलग छ, यो भित्र यसको मरुन खालको कलर, यो अलग भेराइटी हो। यतापट्टि आउँछ, यो चाहिँ भोलि मात्रै टिप्नुहुन्छ। यो कलर घाम लागेको भए हुन्थ्यो टिप्नु।